माननीय हर्क सम्पाङले दार्चुलाको ब्यास 2 दुम्लिङको कुन ठाउँमा पुल बनाउँदै गरेका हुन् त, यही प्रश्न छ। फेरि महाकालीमा भनेर कता पो बनायो भन्ने त्यो आलोचना पनि भइरहेको छ। म तपाईँहरूलाई पुरै दुम्लिङको बारेमा जानकारी गराउने छु यो भिडियोमा, स्किप नगर्नु होला, पुरा समयसम्म हेर्नु होला है। ल, यो देखिने पारी त इन्डिया हो है। यहाँ वारिपट्टिको यो चाहिँ जो भूगोल छ यो तल्लो दुम्लिङ हो, दुम्लिङ क्षेत्रको है। अनि जो म यो उभिएर भिडियो बनाइरहेको ठाउँ छ नि त यो एरिया, यो चाहिँ माथिल्लो दुम्लिङ हो। यो माथिल्लो दुम्लिङ हो। यहाँ माथिल्लो दुम्लिङमा रहेका घरहरू तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ, यहाँ है। अनि ऊ पर रहेको यो जो गेट छ यो चौरा गाउँ हो, यो चौरा गाउँ हो। र योभन्दा माथि चाहिँ एउटा काठे दुम्लिङ गाउँ छ, एउटा मात्र त्यहाँको देखिन लाग्छ। ऊ त्यहाँ माथि चाहिँ देखिन लाग्छ है घरहरू। अनि त्यहाँ चाहिँ तपाईँको काठे दुम्लिङ हो। त्यसै गरेर यहाँ चाहिँ 4वटा बस्तीहरू रहेका छन् यो दुम्लिङमा। अनि म तपाईँहरूलाई स्किप नगर्नु होला है भिडियो। अनि यो क्षेत्रको लागि भनेर यहाँनिर स्कुल छ, यो मल्लो दुम्लिङमा यहाँनिर स्कुल छ। यहाँ सेनाको पनि बसाइ छ है, सशस्त्रको पनि छ, प्रहरी पनि छ। अनि यो एरिया जो छ यो यतापट्टि चाहिँ यहाँबाट हेर्दै गर्दा दायाँपट्टिको भूभागमा यहाँ नेपाली सेनाले बाटो निर्माण गरिरहेछ हाम्रो भने, पारिपट्टि 2 लेनको के अरे 4 लेन नै बनाइरहेछ इन्डियाले। फिलिलिली तपाईँको चाहिँ हाम्रै लिपुलेकसम्मको बाटो छ। हेर्नुहोस् है, यो मैले तपाईँहरूलाई देखाएँ। कस्तो लाग्यो नि यहाँको भूगोल। अनि आउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला है त। ओके, म चाहिँ भर्खरै दार्चुला गएको थिएँ, अलिकति असान्दर्भिक कुरातिर मोडिन्छु अब म। त्यो दार्चुलामा जाँदाखेरि म रोएर आएँ। म यहाँ माननीय मन्त्रीज्यूहरूलाई, विशेष गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीज्यू, गृहमन्त्रीज्यू, उहाँहरूलाई पनि एकचोटि त्यहाँ भ्रमण गर्नका लागि त्यो दार्चुलाको ब्यास वडा के अरे गाउँपालिकाको वडा नम्बर 2 को दुम्लिङसम्म पुगिदिनका लागि म अनुरोध गर्दछु यो रोस्टमबाट। यति धेरै तपाईँको समस्या रहेछ, त्यो समस्यालाई देखेर म रोएर आएँ। बाटो नबनेको कारणले मान्छे तुइनमा महाकाली तरेर त्यहाँ महाकालीमा तुइन झरेर तपाईँको चाहिँ मर्ने, मान्छे नभएको त्यहाँ कुनै घर परिवार रहेनछ। मान्य सदस्य आफ्नो भनाइ छुट्याउनु होला। सरकारलाई त्यसतर्फ पनि ध्यान आकर्षण गर्न चाहन्छु। र अर्को कुरा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीज्यूलाई पनि म ध्यान आकर्षण गर्न चाहन्छु। यो फ्लाइट ढिलो हुँदो रहेछ, हाम्रो जहिले पनि फ्लाइट ढिलो हुँदो रहेछ। बिना कारण फ्लाइट डिले गर्यो भने सम्बन्धित तपाईँको चाहिँ कम्पनीलाई फाइन पो लगाउनुपर्छ कि भन्ने माग पनि म राख्न चाहन्छु।